हेलो सबैजनालाई अनि नमस्ते अनि आजको शुभ दिन है। अनि आज चाहिँ म मुकबाङ गर्न गइरहेको छु। अनि आज चाहिँ मेरो खाना चाहिँ अनि आलु चप छ, करेन्ट छ, अनि चिकनको लेग पिसहरू के छ, अनि यहाँ चिकन डायमन्ड पनि छ, अनि मोमो छ, अनि फेन्टा छ है, अनि अचार छ। अनि आज चाहिँ म यो मुकबाङ खानाहरू खानेछु है। अनि खाइसक्छु कि सक्दिनँ मलाई चाहिँ थाहा छैन। अनि ल सुरु गरेँ। फर्स्ट करेन्टबाट खानु पर्यो। आजले हान्छु ल हान्छु। चिकन मोमो त्यो मिठो जुसी भएछ, यस्तो जुसी छ। चिकन डायमन्ड पनि एकछिन मिठो भन्छ आलु चप पनि खान्छ। खाइसकेँ। अनि मैले चाहिँ यो चाहिँ खान सकिनँ। अनि मैले 2-3 पिस मोमो पनि खान सकिनँ। तर अरू चाहिँ मैले सबै कुरा खाइसकेको छु। अनि यो चाहिँ मेरो कुकुरलाई दिनेछु। हुन्छ। अनि मेरो यो छोटो मुकबाङ है भिडियो तपाईँले हेरिदिनु भएकोमा धन्यवाद है। फेरि मजाले हेरिदिनु होला सुरुदेखि अन्तिमसम्म भन्न चाहन्छु। बाई बाई।